morning, everyone. Welcome back to another vlog. Hope you guys सबैजना सन्चै हुनुहुन्छ. हामी पनि एकदम फिट एन्ड फाइन. र अहिले चाहिँ बिहानमा 5 बजे उठिसकेको छु. अनि बिहानमा चाहिँ अब घुम्न जान लाग्नु भएको छ. तर अहिले यहाँ कथाले के मागेको छ भने अस्ति लमजुङ गएर आएको चप्ली चाहिँ नधोइ राखेर अहिले बिहान बिहानै चप्ली धुँदै हुनुहुन्छ मेरो एरियामा. मकमक गनाइरहेको त ए पुसेको मजाले सुकाउनु नि. अनि यो भएर पानी मुनिबाट निक्लिँदैन मोजामा. ओइ त कहाँ हिँडेको त खिर्कीले कहाँ हिँडेको कहाँ हिँडेको कुटो यहाँ बस्छ. लु लु कुर्सीमा बस्छ. जाऊ उता बस्छ. यहाँ 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 कुर्सीमा जाऊ कुर्सीमा जाऊ. हौ त उयो पर पर कुर्सीमा यहाँ 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 हौ त उयो यहाँ 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 हौ त कुर्सीमा बस्छ. चेरा फटा हो त बस्ने. अनि आमा आज कहाँनिर अरे घुम्नु जाने? कता कता लान्छ हौ सानो किसानले हो. हाम्रो पत्रीको सानो किसान संस्थाबाट चाहिँ आज हाम्रो आमाहरूलाई घुमाउनु लाँदै हुनुहुन्छ. अनि सम्पूर्ण हाम्रो सानो किसानको आयोजक टिमहरूलाई चाहिँ धेरै धेरै धन्यवाद. हाम्रो फलकमा हाम्रो आमा हाम्रो भाउजूहरूलाई जति पनि सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई घुम्ने अवसर दिनुभएकोमा अनि घुमाउनु लानु भएको छ. सानो किसानलाई धेरै धेरै धन्यवाद. मेरो आमा पनि सानो किसानबाटै घुम्दै जाने हुनुहुन्छ आज. धरानतिर होइन कि कता पो धरान सायद. त्यहाँ लगेर मेरो आमालाई पुरै अर्को साम्पाङ पार्कमा लगेर चाहिँ पुरै पार्क मात्रै नभएर उहाँहरूलाई आज श्रमदान गर्नु लानेछ जस्तो लागेको छ मलाई. त्यसो त नहोला तर श्रमदान गर्नै पऱ्यो पनि पछि चाहिँ हट्नु हुँदैन फेरि साथीहरू होइन. अनि अब हाम्रो भाउजूको उयो के छ कसो चाहिँ हेरिदिनु न त. हाम्रो भाउजू पनि जाँदै हुनुहुन्छ होइन. हाम्रो आमा र भाउजू दुईजना जाँदै हुनुहुन्छ. आमा लुकेर पनि भागेको के हो खर्च त बबाल छ त. अनि आमामा के हो आज त बुट्टी फुल दिएछ त. ल मरे म सरमलाई छुट्टी कहाँ हिँड्नु अरे अरे भाउजू ए सबैजनालाई साथीहरू ह्याप्पी चैते दसैँ एभ्रिवान. के बाँकी के चाहिँ दिनुपर्ने छुट्टी? ए गिफ्ट त भइहाल्छ नि. टेन्सन नगर्नु न गिफ्ट आउँछ. ल साथीहरू हाम्रो भाउजूको बर्थडे आउन आँटेको छ अरे. सबैले एडभान्समा विस गरिदिनु होला होइन. वैशाख त गइसक्यो त छुट्टी. ए वैशाख 1 गते गयो हाम्रो छुट्टी. ल ल साथीहरू हाम्रो छुट्टीलाई चाहिँ एडभान्समा सबैले ह्याप्पी बर्थडे भनिदिनु पऱ्यो. किनभने वैशाख 1 गते गयो हाम्रो छुट्टी. ल अब गिफ्टहरू दिनु मन छ भने यताउता सम्पर्क गरिहाल्नु होला साथीहरू. साथीहरू गिफ्टहरू दिनु मन छ अनि यस्तो हुन्छ नि त. हजुरहरूलाई कस्तो हुन्छ भने मायाले हुन्छ अब दिने एउटा रहर हुन्छ नि त. त्यस्तो भने माया भनिहाल्नु होइन. गडाङ दिइहाल्नुपर्छ यतिखेरै हो होइन. हो ल साथीहरू आज चाहिँ भनेको होइन अब
सिराकको झुस खुट्टा फुटेर हेर्न कस्तो घोड्दा पनि कस्तो आउँछ यार अनि दबाई सबैहरू लाउनु ओर्नु छैन अर्कोमा पनि छ दबाई त उयो लगाएपछि उस्तै भइहाल्छ नि यस्तो हुन्छ क्या यस्तो हुन्छ क्या अब यो दबाई लगाए पनि भोलिपल्ट धुलोमा हिँड्नु परिहाल्छ अनि त्यत्रो कम्पुट छ दबाई लगाएर भक्चङ कम्पुट लाएर हिँड्नु छैन भङचङ चाहिँ कसरी हिँड्ने हो फेरि छुट्टी खुट्टा पिल्सिँदैन हो कम्पुटै लगाएर हिँडिराख्दा चाहिँ खुट्टा पिल्सिन्छ हो कम्पुटले पिल्सिँदैन टाइट भयो भने पो पिल्सिन्छ अदुवा पनि सुरिलो हुँदा पो राम्रो हुन्छ जाने सुरिलै त छ त हाम्रो भन्दा त वाट्टै ठिकै छ हजुर राख्नु अहिले दिइहाल लु छिटो धुपा दिएर गर आमा मामा के भने ल ल साथीहरू निक्ल्यो हाम्रो दुईजना आमै खालाहरू ल आज हल्दारले भात पकाएर खानुपर्ने आमा ओ माल आयो जाडो त्यस्तो जाडो हुँदैन हौ अहिले गर्मी हुन्छ बरु दिउँसो स्वेटर कहाँ फ्याँक्नुहुन्छ लु यो पनि आत्तिरहेछ हेर न हो कहाँ आत्तेको हेर न हो भाइ फोहोर लाग्यो कपडा ल ल यो खर्च बाटो खर्च है केही किन पानी पनि आउँदैन खानु पानी 2 बोतल पनि आउँदैन किन आउँदैन हौ कस्तो आउँदैन 30 रुपैयाँ बोतल भन्छ ल 30 रुपैयाँ 10 रुपैयाँ थप्नु भने होइन 60 रुपैयाँ अनि एक बोतल दुईजनालाई इनफ हुन्छ त अनि ल ल भाउजू राख्नु फुलिएर आउने अन्त ल साथीहरू हाम्रो गाउँको आमा खल गएर चाहिँ होइन कता ए हो र 7 जना चाहिँ 18 नम्बर समूह लु खास चाहिँ के कुन उयो थ्रोबाट जानु आँटेको लु भन्नु त सबैजनाले हाम्रो पत्रीको नि सानो किसान पत्रीको सानो किसानले ल्याउन आँटेको सानो किसानको हाकिमले मन पराएर टुर लानु सुटी ल ठिक छ स्वीकार दिनु होला त्यो त पुन्टेला हो आज सुट छ र दाइजो दोकान ऊ ल साथीहरू अब चाहिँ हाम्रो आमा खलक गरौँ भेला भइसक्यो दुखेर लाउँदिन के बुझ्छ के जानु भनेको ए यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हुनुपर्छ है ल साथीहरू गाउँघरमा ए दाइ फुच्यो है गाडी आयो ठोक्ला तल फेरि अन्त सुडी अचम्म क्या 34 दशैँमा पनि साग मात्रै मजा आएन साथीहरू मजा आएन अनि बुद्ध चोकमा छ होला त म लिएर आउँछु ल कति लाउँ भन्नु त यसमा 100 रुपियाँले पुग्छ बेटे 100 रुपियाँ पुग्छ होइन यस्तो हो नि त तँ त गन्ध मात्रै हाल्नु पर्यो नि त नि अघि हाम्रो आमाले भन्यो त आधी केजी लिएर खानु अरे टन्नो खानु अरे क्या फेरि र साथीहरू अब यसमा चाहिँ हामी अहिले त्यस्तो डिसिजन भइहालेको छैन के लाएर खाने भन्ने कुरो होइन तर यहाँ हामीले टक्क रेडी गरेर चाहिँ राखिरहेको छौँ त्यसमा त्यहाँ आधी केजी मासु चाहिँ आउँछ जस्तो आधी केजी 100को चाहिँ आउँछ जस्तो लागिरहेको छ यहाँनिर झ्याप्पै अहिले चाहिँ म सुँगुरलाई चारो दिन जाँदैछु साथीहरू होइन आज हाम्रो आमा घरमा छैनन् त्यही भएर अघि आधी केजी मासु लिएर ड्याम्म सागमा लगाएर चाहिँ 8 जनाले खानु भनेको छ फेरि हाम्रो चरी डाउनहरू यहाँ फाल्टै दुनियाँ छ यिनीहरूको ममा हेर राल्चा काटेको यहाँलाई विकास उल्टी मासु आयो मासु सोल्टी मासु पुग्छ यतिले 100 रुपियाँ हो यतिले पुगिहाल्छ नि सोल्टी
साग कतिखेर यति त सक्छ नि ह कतिको के 100 रुपैयाँको भाउजूले आधा किलो ल्याउँछु भन्दैछ कहिले त भर झन् पर्खिन भनेको भाउजू गइसक्यो यो त बुवाको हो क्या ए कुखुराको नत्र कराइमा हराउँदै साथीहरू अनि मासुको चाहिँ यो पुरा भइरहेको होइन तर यहाँ छ ल यहाँ छ मासु उल्टै 5 किलो अट्ने कराइ पारिरहेको छु अनि यो त सोल्टी त कुखुराको त खोइ यतै ल्याउनु यतै बनाउनु पर्छ ल साथीहरू अब हामी यहाँनिर खाना सब्जी गर्छौँ होइन तर यो चाहिँ के हो यस्तो आमै हुन्छ ल यो चैतो दसैँको मासुले त संसार उजाड बनाउँछ के हो ल साथीहरू मेरो खाना सब्जी ठ्याक्कै पाकिसक्यो होइन आज चैते दसैँको दिन अघि नै मेरो आमाहरू घुम्नु लाग्नु भएको छ आधी केजी मासु लिएर टन्न सागमा लगाएर खानु भन्नुभएको थियो आमालाई होइन 100 रुपियाँको मासु पनि खतरा दिँदो रहेछ त कुखुराको मासु त बा दुईजनालाई पुग्ने दिँदो रहेछ त 100 रुपियाँ मासु पनि दुईजनालाई पुग्ने दिँदो रहेछ यार के छ यता के हुँदैछ खोइ ए हाम्रो सोल्डी ओहो सोल्डीलाई कति सुहाउँदो रहेछ यार हजुर साह्रै सुहाउँछ नि होइन मासु हुँदा त साह्रै सुहाउँछ नि सोल्डी मलाई पनि त्यस्तै हो मासु हुँदा त जे काम पनि गर्नु अगाडि पर्छ नि आलुमा त बन्द हो एक्कासी नमनारायण गलेर आउँछ नि सोल्डी छोडिँदैन नि होइन हस् मासु हेर्नुपर्छ डढी जान्छ होला हौ फेरि 100 रुपियाँ मासु डढो भन्दा तनाव भन्दा त वाउ के भनेको हो जेठा देवाले के भनेको के भनेको 100 रुपियाँको मासुलाई हेपेको खोइ अहिले केटा अहिले 2 पिस ले भनेको फेरि सुन्नु नपरोस् नि यो कानले ल अब जेठा देवा जति दिन्छ जति दिन्छस् दिन्छस् अब यतिसम्म भनेपछि त के दिनु पनि मन लाग्ला र होइन सोल्टी हाम्रो बाबाले यतिसम्म डायलग हानिहालेर मलाई दिनु मन लाग्छ र होइन नि हौ म देवालाई नदिँ त कहाँ त्यसो गर्दै गर्दिनँ नि हौ बिटाडो है अब जेठा बिटाडो ल साथीहरू 100 रुपियाँको मासु त एक्कासी लास्ट दामी यसो हेर्दा टेस्टी है यम्मी खालको भएर निस्क्यो त हो बा के हो नि यस्तो ल साथीहरू हामीसँग प्राणी पनि रेडी भइसक्यो होइन अब हामी फाइनल्ली हामी मुकबाङ गर्नु गइरहेछौँ साथीहरू र मुकबाङ तपाईँहरूलाई के कस्तो लाग्छ होइन तर म चाहिँ प्रायः मुकबाङ गर्दाखेरि सधैँ होइन हातले मुकबाङ त्यति गर्दिनँ म प्रायः चम्चीले नै मुकबाङ गर्छु है ल साथीहरू म लागेँ ल मुकबाङ गर्नु लागेँ ल बा सबै साग आइगएछ त
मलाई चाहिँ साथीहरू गुटी भन्दा पनि प्रायः चाहिँ मलाई चाहिँ सागहरू दामी लाग्छ क्या। वन सेकेन्ड साथीहरू तपाईँलाई ह्याप्पी चैते दसैँ। मेरो आमाहरू पनि घुम्नु जानुभएको छ होइन, खानुभयो भयो थाहा छैन, खाना खानुभयो कि भएन अहिले कल गरेर सोध्नुपर्ने छ। सिटिङ साथीहरू फाइनल्ली सक्यो खाना होइन। फेरि पनि सबैजनालाई ह्याप्पी चैते दसैँ। जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ राम्रोसँग मनाउनु होला। विदेश देश विदेश जहाँ भए पनि। ओके साथीहरू अब खानपिन सक्यो होइन। अब हाम्रो खानपिन पछाडि हाम्रो सो मामा त धुने कार्यक्रम हुन्छ। हामीले कार्यक्रम आयोजक चाहिँ मैले नै गरेको होइन। यो जुठो भाँडामा त धुने आयोजक चाहिँ म नै हो। त्यसपछि एकछिन सुत्नुपर्छ। उयो साथीहरू के पछि ल यता चाहिँ हाम्रो विजय सोल्टी र हाम्रो आबुवा जेठा होइन। कस्तो भयो त सब्जीहरू ठिक छ देवा? ह्याप्पी चैते दसैँ। यसको यस्तो गरेको यस्तो गर्नु न यस्तो यस्तो हो आमा सकिएको त नि। त सोल्डे ह्याप्पी चैते दसैँ सोल्डे दसैँ यस्तो यस्तो गयो यस्तो ल ल ल। अनि सोल्डे के कस्तो भयो त नि आजको ड्युटी? दामी भयो सोल्डे ठिक छ नि होइन? ल ल ल बधाई छ बधाई। ल त साथीहरू अब हामी सबैले खाना खाइसक्यौँ होइन। बुबुहरूले सोल्टीहरूले माथि खाँदै हुनुहुन्छ, मैले मुनि। अनि अब आज गन्तव्य सायद यति नै होला होइन। किनभने अब एकछिन सुत्नु पनि पर्छ दिउँसो, नत्र भने फेरि जिउ बोधो हुन्छ क्या। ओके साथीहरू थ्याङ्क्स फर वाचिङ। किप लभिङ किप सपोर्टिङ। यदि जो कोही पनि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानलमा सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब सँगसँगै चुस्स बेल आइकन पनि दबाइदिनु होला ताकि हाम्रो टिप्लुङ फर्स्ट हामीले भिडियो चाहिँ पोस्ट गर्ने बित्तिकै फर्स्ट नोटिफिकेसन चाहिँ हजुरको मोबाइलमा टिप्लुङ बजोस् होइन। यदि भन्दै आजलाई चाहिँ